नेपाली महिला फुटबलमा नयाँ अनुहार, नयाँ शैली र नयाँ दृष्टिकोण लिएर राष्ट्रिय फुटबल टोली सम्हाल्न आइपुगेका फ्याक्ट्रिक डे विल्डे अहिले महत्त्वपूर्ण मोडमा उभिएका छन्। उनको पहिलो चुनौती उज्बेकिस्तानमा हुने महिला एसियन कप छनौट छिचोल्न हुनेछ, त्यो पनि छोटो समयको तयारीमा। प्रो लाइसेन्स होल्डर फ्याक्ट्रिकले समूह एफमा रहेका एसियन कप 2026 छनौट अन्तर्गत लाओस विरुद्धको खेल मार्फत प्रशिक्षकको भूमिकामा नेपाली टोलीमा डेब्यू गर्नेछ। यी दुई बीचको खेल 29 जुनमा हुनेछ। यो समूहमा उज्बेकिस्तान र श्रीलङ्का पनि छन्। लाओस र श्रीलङ्का नेपालको तुलनामा त्यति बलियो टोली होइनन्। उज्बेकिस्तान विरुद्ध जित हासिल गर्न सके समूहको शीर्ष स्थानमा रहेर अस्ट्रेलियामा हुने एसियन कपमा चौथो पटक स्थान बनाउने नेपालीलाई मौका छ। यसैका लागि अखिल नेपाल फुटबल सङ्घ एन्फाले फ्याक्ट्रिकलाई 1 वर्षको सम्झौतामा नेपाल झिकाएको हो। फ्याक्ट्रीको अर्को चुनौती भने सन् 2010 देखि टोलीमा खेलिरहेका सिनियर खेलाडीहरूलाई फ्याल्नु हुनेछ। पूर्व मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघि खेलाडीको विकल्प खोज्नुपर्ने बताएका थिए। थाइल्यान्ड भ्रमण निस्कनु अघि पनि केही सिनियर खेलाडीहरूलाई टोलीबाट हटाउने मनस्थितिमा देखिए, तर वर्षौंदेखि खेलिरहेका खेलाडीहरूलाई हटाउन सकेनन्। थाइल्यान्ड भ्रमणपछि ती खेलाडीहरूले सन्यास लिने बताएका थिए, तर अझै पनि कुनै खेलाडी सन्यास लिन अघि बढेका छैनन्। यद्यपि वर्ल्डे पनि राजेन्द्रकै लाइनमा देखिन्छन्। उनी युवा खेलाडीलाई समावेश गर्ने योजनामा छन्। शुक्रबार एन्फा कम्प्लेक्समा साफ अन्डर-20 च्याम्पियनसिपको बन्द प्रशिक्षण निहाल्न पुगेका उनले केही खेलाडीलाई सिनियर टोलीमा ल्याउन उनी लालायित देखिन्। यसको मतलब उनको प्रशिक्षणकालमा सबैका लागि सिनियर टोलीको ढोका खुल्ला हुनेछ। हुन त उनी प्रशिक्षणमै खुलापन ल्याउन चाहन्छन्। खेलाडीसँग व्यक्तिगत सम्पर्क बढाउने उनको योजना छ।